Hey guys, hello and namaste. Welcome back to my vlog. प्रकाश दाइ हेलो भनिदिनु। यो boys and girls. हामी चाहिँ मिस्टर मगरी ब्लग्स, मिस्टर मगरी ब्लग्स अनि तपाईको भ्लग नाम भनिदिनु। मेरो भ्लग छैन तर च्यानल छ तर अहिले डेट छ। अहिले डेट छ तर बिस्तारै आउँछ हैन। अनि सो आज चाहिँ ओपनिङ भइसक्यो, पूजा गरिसक्यो अनि कामसाम पनि गरिसक्यो। कामसाम गर्दाखेरि यहाँ यसरी हात काटिसक्यो हैन, यता हैन यसरी बुढी औँठामा यसरी गइसक्यो छ छालाहरु हैन, कसरी हो खोइ यसरी जान्छ हैन। सिडी पनि हात खाँदा रहेछ मैले भर्खर थाहा पाएँ कि हैन। सो अनि आज ओपनिङ सोचेको जस्तै भयो हैन, सोचेको जस्तै भयो। सोच्नु त अब खासमा सबै सामान रिटर्न नै सोच्थ्यो हैन, तर भएन। त्यो पनि ठिक्कको अब कस्टमरहरू जस्तो अब त्यही त हो नि। एक्वेरियम भनेको फर्स्ट दिनमा केही हुँदैन, फर्स्ट दिनमा ट्याङ्क लिनु नै ठुलो कुरो हो, ट्याङ्क अर्डर लिनु नै ठुलो कुरा हो हैन। वाह अनि त माछा चाहियो भन्ने मान्छेहरू आइसक्यो ढोकामा। क्लोजिङ भइसकेको छ है। त्यही भएर है आउट अफ स्टक भन्न सकिएन हैन। जो माछाहरू चाहिँ त्यो एउटा है कोहीहरू छ कलाएर है, नाइट भ्यू चाहिँ एकदम दामी देख्छ पसलमा है। गोल्डफिसहरू यो भयो होइन, माथि चाहिँ बेटाहरू छ है होइन, बेटाहरूको लागि होइन। यो चाहिँ अब डक्क माछाहरू छ। म माछा पर्सनल ल्याइदिन्छु भाइ फेरि। यो भयो कोहीहरू है। सरी फर द क्वालिटी होइन, सरी फर द क्वालिटी, भिडियो क्वालिटी चाहिँ माछा क्वालिटी राम्रो छ। यता गोल्डफिसहरू छ होइन, यसमा कोरी क्याट फिसहरू छ। म्यान दा प्रकाशलाई बत्ती बालिदिन्छु नि। उठे ट्युबलाई क्या भन्न लु बेटा है। यो गोल्डफिस क्वालिटी नदेख हामीले देखाइदेऊ न के भयो अरे, खोइ कहाँ लडिक छ, सोल्टेल छ। ल क्वालिटी यस्तो हुनुपर्ने हो भिडियो क्वालिटी होइन, तर मेरोमा चाहिँ खासै छैन है। यो आयो गफी होइन, अनि त्यसपछि यो सोर्टेल, अनि कोरी क्याटफिसहरू चाहिँ यो है। अनि त्यही एउटा कोहीहरू छ। अनि तल चाहिँ अब मिटकाफहरू छ है, गाइज क्यान सी लङफिनमा त सबै है। अनि त्यसपछि यहाँ गोल्डफिसहरू छ। आवाज बढी आएको हो यार। गोल्डफिसहरू छ अनि ब्ल्याक मोर पनि छ है, यहाँ ब्ल्याक मोर छ। अनि त्यसपछि मोर सरी ब्ल्याक ओरन्डा है, सरी ब्ल्याक मोर भन्ने आएछ, ब्ल्याक ओरन्डा छ होइन। अनि ट्राई कलर त यो मेरो पर्सनल कलरहरू देखिरहेको माछा हो यो चाहिँ होइन। त्यसपछि अरू चाहिँ गोल्डफिसहरू भइहाल्यो। के भयो ढोका खुले गर्छ यार एकैछिन होइन। अनि त्यसपछि भनेको अब गोल्डफिसहरू भयो, एन्जलहरू पनि छ होइन। एन्जल मार्बल एन्जलहरू छ, टन्नै छ मार्बल एन्जलहरू होइन। टक्क एग्रेसिभमा चाहिँ धेरै छैन। यो जिटी छ। मेरो क्यामेरा क्वालिटीले धोका खायो क्या छ्या। ओइ माछाहरू अलिकति स्ट्रेसमा छ होइन। यहाँ प्यारेटहरू छ। सो अनि बेटाको पालि है। बेटामा चाहिँ हामीसँग यो ब्लूमा छ एउटा है होइन। त्यसपछि अर्को नि ब्लूमै छ छन चाहिँ है। त्यसपछि अर्को यसले चाहिँ ब्रिड गर्न लाग्छ होइन। अनि यसको चाहिँ यो चाहिँ ब्लूमै ब्रिड गर्न लाग्छ। अनि अर्को चाहिँ वाइटमा छ क्या, यो क्यान सी। यो चाहिँ वाइल्ड एग्रेसिभ छ, प्योर वाइटमा क्राउन्टेड है होइन। त्यसपछि आउँछ हाम्रो रेडमा क्राउन्टेड प्योर रेड है। अनि त्यसपछि आउँछ हाम्रो हो सबभन्दा मेरो दामीमा छ यार, कस्तो झिल्के छ, ब्ल्याकमा छ क्या यो चाहिँ है। ओइ ल एग्रेसन पनि देखाइदिन्छु ल हेर है। त्यसपछि हाम्रो चाहिँ यो चाहिँ येल्लो कलरमा छ है, पिला कलरमा छ यार। भर्खर यो चाहिँ एग्रेसिभै देखेको भएन, एकछिन एउटा हो है। यहाँ चाहिँ अर्को चाहिँ मिक्स कलरमा छ। यो एग्रेसिभ भएको यस्तो बल देख्थ्यो यार। ल अब हेर त केटा, खै म्यान एग्रेसिभ हुँदैन त्यो त के हो है। कलर चाहिँ देखिहाल्यो केटाले एग्रेसिभ भएन यो चाहिँ है, यो तार बस्दैन त। सो त्यही हो। अनि माछाको दानाहरू सबै यहाँ छ। अनि बिहान पूजासुजा गरिएको थियो, सो त्यो भएर हात पनि रातो छ अहिले चाहिँ होइन है। अनि ट्याङ्कहरू त्यस्तै हो, 2-3 ट्याङ्कहरू गइसक्यो। अनि अलिकति अर्डरहरू पनि आएको छ होइन। सो सोचे जस्तो भएन, त्यही पनि ठिकै हो यति चाहिँ हेलो उता हो है। सो अब दिवालीको लागि कामहरू सुरु गर्छौँ होइन। दिवालीको लागि काम सुरु हुन्छ, चिठामा नाम लेख्छु। बाहिरको लुक चाहिँ यस्तो छ होइन। यो चाहिँ अब दामी देखिएको छ। बेटा ट्याङ्क चाहिँ यसरी राखेको छु मैले चाहिँ होइन।
अनि अरू त्यस्तै हो मिठो मिठो गोल्डफिस दामी देख्दो रहेछ बाहिरबाट होइन अनि आउटलेट चाहिँ यो मैले आफूले डिजाइन गरेको होइन अनि उतापट्टि झन् दामी छ प्रकाश दाई यस्तो चढिदिनु त टक्कलारमा जुम गरौँ खिचिक्क पारिदिन्छ एकचोटि होइन यो चाहिँ आउटलेट म आफैले डिजाइन गरेको है दामी लागेर क्या पछि त होइन हुर्काउँदा जस्तो त खतरा देखिन चाहिँ दामी छ छन् चाहिँ होइन त अनि कस्तो भन्दै त बबाल होइन टक्क जाने युट्युबमा जाने युट्युबमा मिस्टर मगरी भ्लग्स यो टाइप गर्ने यो है अनि टक्क सब्सक्राइब हान्ने एउटा हो गिभ अवे आउँछ नेक्स्ट टाइम फेरि अर्को पनि हेलो भन्न 500 सब्सक्राइब गरौँ नि एक त पार्टी पाइएन है दोस्रो कुरो पसल खोलेको ओपनिङको पार्टी पाइएन गुनासो 10 रुपियाँको लड्डुले टरियो है त्यो 10 रुपियाँ पनि खान पाइस् मैले त्यो पनि पाएन सो अब गिभ अवेको नाम लेख्न थाल्छु अहिले लेख्छु भने 20,000 आउटलेट बाहिरबाट हेर्नु जाऊँ भनेर सो अहिले चाहिँ अब म लेख्न थाल्छु अहिले चार्ज छैन कि फोनमा नामहरू लेखेर चिट्टा काट्छु अनि त्यसपछि बाउल त्यहाँ छ त्यो बाउलमा हाल्नुपर्छ बाउलमा है ओके बाई सी यु एकछिन भेटौँला यो गाइस ओल्ड अफ द वाटर रिप्रेजेन्ट्स गिभ अवे है केटा गिभ अवे है 49 जना पार्टिसिपेन्ट्स हुनुहुन्छ है नेम लिस्ट आइसक्यो ब्रदर अब सकिसक्यो सरी फर है ढिलो भयो 1 मिनेट ढिलो भयो तपाईँ अस्ति नाम हाल्नु भएको भए चाहिँ यही नाममा छ भने चाहिँ तपाईँले पाउनु भयो हुन्न छोड्दै आज यतिकै ल केटा जोप पनि पर्छ है जोप पनि पर्छ मेरो नाम 49 जनामा होइन 49 जनामा को पर्छ त लकी है त यो 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 त्यो ट्याङ्क चाहिँ म फ्री डेलिभरी है मलाई डर लाग्यो क्या कसलाई मर्ने हो यार तानुम कसलाई मर्ने हो यहाँ चाहिँ म आँखा चिन्न जान्छु हेर है आँखा चिन्न है यही छैन केटा फ्योर छ है फ्योर छ है हामीलाई छैन युवा ढिलो भयो नि के भन्छ धनी ठोक्दा थियो फ्योर छ है फ्योर अरू युवा पार्टिसिपेट हुनु त आज त टाइम अफ भयो ट्याक्क नाम खोलेर पछाडि फर्काऊ है नभनिकन स्वाट अनि आँखा चिन्दै मैले आँखा चिन्दै आयो को परे को भाग्यमा नि हेरौँ है एउटा मात्र छैन एउटा मात्रै ल खोलेर पछाडि फर्काउला आँखा बन्दैन ल राजकुमार बुढाथोकी सरी मैले प्योर खेलेको थिएँ पर्ने मान्छे चाहिँ यहीँ छ है पर्ने मान्छे यहीँ छ है सबैले कङ्ग्रेचुलेसन भन्नु ल पर्ने मान्छे यहीँ छ होइन यसमा केही पनि उ थिएन है होइन मैले ढाकेँ है एकदम प्योर छ है टप वानमा दिइरहेको थ्याङ्क यू दया नाम देखाइदिनु न ड्राइभमा नाम देखाइदिनु न नाम चाहिँ कसम घाटेको होइन केटा हो मैले आँखा चिम्लेर तानेको यही आयो है यहाँ भ्लगमा देखाइदिन्छु होइन पर्ने मान्छे पनि यहीँ छ है अब है मलाई लाइफमा कतिजना सपोर्ट गर्नुभएको थियो म यहाँ नाम हेर्न मिल्छ होइन सबभन्दा टपमा चाहिँ हाम्रो 1 फुटको यो भाइलाई पायो होइन दाइले यहाँ एरोन दाइले दिनुहुन्छ अरे है पर्सनल है ल यो एरोन दाइले यता दिनुभयो मैले यो अघिको ट्याङ्क यो भाइको नाम क्यान्सल भयो त है त यो भाइको अर्को है अब यो अर्को कसले पाउँछ त लाइफ पनि कस्तो गिभ अवे कस्तो भएको अरे यसलाई परेर जस्तो भयो क्या नत्र त्यस्तो नहुने होइन बाहिरको मान्छे पऱ्यो भने पो रमाइलो हुन्छ त आफ्नै वरिपरिलाई त रमाइलो भएन नि त होइन केटा अहिले त अर्को पालिदेखि वरिपरि बसेर नराखौँ जस्तो लाग्दा है मैले आँखा चिन्दैछु ल फ्योर छ है गाइस फेयर चाहिँ एकदम फेयर कसम ढाटेको होइन फेयर त्यो क्या किनकि कागज पछाडि हामीले पनि केही देखेको छैनौँ मैले त आँखा चिन्दैछु ल अहिले आफ्नो मान्छे पऱ्यो अघि मलाई एकजनाले ल है त अघि मलाई एकजनाले आफ्नै नाम हटाइदिएछ है राजकुमार बुढाथोकी नाम हटेको छ है ल है त अघि आफ्नो मान्छे पऱ्यो भन्नुभएको थियो होइन फेरि ल अब एकछिन है त
उसको लागि चाहिँ छुट्टै हामीले दिनु भयो कि उसलाई अर्को ट्याङ्क दिएर तपाईँहरूलाई यो ट्याङ्क ल निकाली भाइ को भागी मानियो अनि अरू पनि त्यहाँनिर पल्टाएर देखाइदियो लु है लु है पछाडि देऊ है त लु है नाम टिपेँ मैले पेपर टिपेँ है ल पछाडि पल्टाऊ मैले हेरेको छु नि यो को पर्यो है त गाइस को पर्यो घुमाउ त रोहन महर्जनले पाएको छ है ल ल रोहन महर्जन ल अब चाहिँ यो कसरी यो त उठेन रोहन महर्जन खै ल भयो होइन ल रोहन महर्जन यहाँ चाहिँ मैले यो त पक्का राखेको छु यो एमदाले भर्खर दिएको नाम है सबै खुल्ला देखाइदियो न लुजा महर्जनी अर्को एक यहाँ स्टेपले लुजा मिस महर्जन हुनुभयो है। छुट्टै छुट्टै छ अब अर्को नामहरू छुट्टै छुट्टै छ त्यो एउटै नाम छैन है म भन्न खोजेको होइन विनिसा खड्का भन्ने हुनुहुन्छ एउटा नाम चाहिँ रिपिटेड छैन भनौँ न एउटै नाम रिपिटेड छैन है रोहन महर्जन कता हुनुहुन्छ ल कङ्ग्रेचुलेसन्स है धेरै धेरै बधाई छ है यो फर्स्ट त उम्किसक्यो यो भाइले पाएर होइन बट सेकेन्डमा तपाईँले पाउनु रोहन महर्जन अनि भएको भाइ को हो? विराज भाइ यही छ यो भाइको चाहिँ लोकेसन कता हामी यो भाइले एक पेर माछा सेन्ड गरिदिन्छ ल होइन विराज भाइलाई सो विराज भाइलाई चाहिँ अब हाम्रो तर्फबाट ओल्ड अफ वाटरको तर्फबाट चाहिँ एक पेर माछा चाहिँ हामीले दिने भयो र रोहन महर्जन सक्छौ भने आउलिन सक्दैन सो केटाकेटी हो हामी चाहिँ लाइभ साइभ सकेर एरन दाई हेलो भनिदिनु प्रकाश दाई यता यात्रा लामो चाहिँ केटा यो के अरे भिडियो हेर्ने बुझ्यो होला नि हामी कति हार्ड वर्कर छौँ अनु भाइ 10:30 बजे है सो हामी चाहिँ अब घरतिर लागेको यसरी हामीले बिहान होइन जार बोकेर आउँछौँ होइन पानी फेर्छौँ होइन बेलुका यसरी जार लान्छौँ क्या ओए जङ्गी लाइभ टोक्ने भेट जहिले तैँले चाहिँ नसता लाटो भन्नु नपर्दैको कुकुरै नतर्छ भनेर त ओइ आयो सो त्यही हो केटाकेटी हो लाइभमा देखिहाल्नुभयो कसले गिभअवे पायो अनि गिभअवेमा चाहिँ अब हाम्रो रोहन महर्जनले पाउनुभयो एकदम खुसी लाग्यो होइन अब जस्ट फर्स्ट चाहिँ यो भाइले पाएको थियो क्या तर अब आमा खै विली मैले विली दिँदै थिएँ यार झन् क्यामेरा त त्यसैदेखिको ठिकै छ रोहन महर्जनले यो पायो विराज भाइले चाहिँ हामीले उसलाई पर्सनल हामीले माछा दियौँ होइन अब त्यही केटा हो लाइभ डेली हुन्छ होइन अनि भ्लगहरू पनि डेली आउँछ होइन गिभअवे चाहिँ विकली हुन्छ डेली त सकिँदैन है होइन गिभअवे चाहिँ विकली हुन्छ केटाहरूलाई यसो अलिअलि होइन मेरो तर्फबाट हाम्रो तर्फबाट होइन त्यहाँ विकली चाहिँ गिभअवे होइन सो सी यु इन नेक्स्ट भिडियो एज सुन एज पोसिबल हाम्रो खैरे यहाँ छ है क्वालिटी त कस्तो खतरा नि तर हामी पो त पत्तुर हो त ल आज चाहिँ बाई सी यु इन नेक्स्ट भिडियो बाई